जति नै पढे पनि, जति नै पैसा कमाए पनि, जति नै धनी भए पनि आफ्नो गाउँमा आएपछि हालत त यस्तै नै हो। घाँस काट्नै पर्यो। अन्त आमा बाउले घरमा गाई पालेको हुन्छ, बाख्रा पालेको हुन्छ होइन, घाँस काट्नै पर्यो हो। सो जति नै टिचरै भए पनि, जति नै ठुलो आदमी होस् न, तर घरमा आएपछि चाहिँ रियलिटी नै अब यस्तै हुन्छ हो, कति नै हुन्छ। किनभने पुरा काम गर्नुपर्छ नि त घरमा आएपछि चाहिँ। आमा बाउले मात्रै काम गरेको हेरिबस्नु त भएन। सो त्यही भएर आमा बाउलाई हेल्प गर्नु पर्यो, आफू पनि आएर है। सो गति चाहिँ यस्तै नै हुन्छ। जति पढे पनि, जति ड्युटी गरे पनि, जति नै मोटो भ्लग गरे पनि, सो जति नै बाइक कुदाएर म कहाँ देश विदेश पुग्दा पनि होइन, बाइकको भिडियो बनाएर कता जाँदा पनि, तर मेरो रियालिटी चाहिँ घरमा आएपछि चाहिँ हालत चाहिँ यस्तै हुन्छ मेरो हो। घाँस काट्नुपर्छ, जोडतोड घाँस काट्नुपर्छ घरमा आएपछि चाहिँ। जति नै टाढो गए पनि, जति नै भ्लग गरे पनि के गर्नु, घरमा आएपछि यस्तै हो। किनभने गाउँ बस्तीमा हुर्केपछि होइन, गाउँमा जन्मथलै भएपछि त काम गर्नै पर्यो होइन। जति टाढो भागेर जाउँ न, तर आफ्नो घर आइपुगेपछि चाहिँ यस्तै नै हुन्छ हालत होइन। यति बेसी थाकेको अवस्था हेर्नु नि, नङहरू यस्तो भएको छ। ए मेरो रियलिटी चाहिँ यस्तै नै हो गाइस हो। म घरमा आएपछि यति बेसी काम गर्छु, ठग्दिनँ नि त म चाहिँ। त्यही भएर चाहिँ हातमा चाहिँ मेरो नि ठेला उठेको छ, यति बेसी ठेला उठेको छ। मेरो लुगाको कति गयो आज चाहिँ। म चाहिँ काटिसक्नु आँटेको छु होइन, काटिसक्नु आँटेको छु घाँस। बहिनी चाहिँ ओसार्दैछ है। बैगुन तल गइसकेर आएर पनि हामीले चाहिँ यहाँनिर यो बोडाबारको भित्र फालेको नि त।